नमस्कार कृषकहरू, कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरको अनलाइन सिकाइ प्रणालीमा यहाँहरूलाई स्वागत छ। आज हामी आलु बालीका लागि सिँचाइ, खाद्य तत्त्व तथा अन्य व्यवस्थापनका बारेमा छलफल गर्नेछौँ। दर्शकहरू, अब हामी एक एक गरी यी विषयमा छलफल गर्नेछौँ। आलु बालीमा सिँचाइ विधि, आलु बालीका लागि खाद्य तत्त्व व्यवस्थापन, आलु खेती गर्दा आवश्यक पर्ने अन्य व्यवस्थापनका पक्षहरू। आलु बालीमा सिँचाइ विधि। आलुको दानामा 80% भाग पानी हुन्छ, जसले गर्दा आलुको दानाको वृद्धि र विकासको लागि प्रशस्त मात्रामा पानी चाहिन्छ। त्यसकारण माटोको चिस्यान हेरी आवश्यकता अनुसार सिँचाइ गर्नुपर्दछ। आलु रोप्ने ठाउँको माटो यदि सुक्खा छ भने बिउ रोप्नुभन्दा पहिले एकपटक हल्का सिँचाइ गर्नुपर्दछ। आलु रोपिसकेपछि आलुको त्यान्द्राको विकास हुने समयमा र दाना लाग्ने समयमा धेरै मात्रामा पानी आवश्यक पर्दछ। गोडमेल गरेर माटो चढाएपछि माटोको चिस्यान हेरी आवश्यकता अनुसार सिँचाइ गर्नुपर्दछ र आलु खन्नुभन्दा 2 हप्ता अगाडिदेखि आलु बालीमा सिँचाइ दिन बन्द गर्नुपर्दछ। सिँचाइ गर्दा ड्याङको उचाइको आधादेखि 2/3 भाग मात्र पानीले भरिने गरी सिँचाइ गर्नुपर्दछ। आलु बालीको उम्रने अवस्था, वानस्पतिक वृद्धिको अवस्था, हाँगा हाल्ने अवस्था, त्यान्द्रा छोड्ने वा निस्कने अवस्था, आलु दाना लाग्ने अवस्था र आलु दाना वृद्धि हुने अवस्थामा चिस्यान अति आवश्यक हुने हुनाले माटोको अवस्था हेरेर सिँचाइ दिनु पर्ने हुन्छ। दर्शकहरू, यहाँ अब आलु बालीका लागि खाद्य तत्त्व व्यवस्थापनको बारेमा छलफल गर्दैछौँ। आलु बालीका लागि खाद्य तत्त्व व्यवस्थापन। आलुको राम्रो उत्पादन लिनको लागि बालीलाई आवश्यक पर्ने खाद्य तत्त्व व्यवस्थापन गर्नुपर्ने हुन्छ। आलु बालीलाई आवश्यक पर्ने खाद्य तत्त्वहरूमा अक्सिजन, कार्बन, हाइड्रोजन, नाइट्रोजन, फस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, सल्फर, फलाम जस्ता ताँबा, बोरन, म्याग्निज, मोलिब्डेनम, क्लोरिन आदि तत्त्वहरू पर्दछन्। यी तत्त्वहरूमध्ये बिरुवाले अक्सिजन र कार्बन हावाबाट, हाइड्रोजन पानीबाट र अन्य तत्त्वहरू खनिज तत्त्वको रूपमा माटो बन्ने क्रममा माटोमा हुने हुनाले माटोबाट लिने गर्दछन्। माटोबाट लिने तत्त्वहरूमध्ये नाइट्रोजन, फस्फोरस र पोटासियम तत्त्व बिरुवालाई बढी मात्रामा आवश्यक पर्ने हुनाले यिनीहरू प्रमुख खनिज तत्त्वको रूपमा मानिन्छन्। आलु बालीको लागि आवश्यक पर्ने सम्पूर्ण खनिज तत्त्वहरू माटोमा भएकाले मात्रै नपुग्ने हुनाले मल खादहरूको प्रयोग गरी थप व्यवस्थापन गर्नुपर्ने हुन्छ। जमिनको मलिलोपन, चिस्यान तथा सिँचाइ सुविधा, माटोको प्रकार आदि कुराहरूले मल खाद कति प्रयोग गर्नु आवश्यक हुन्छ भन्ने कुरामा प्रभाव पार्दछन्। आलु रोप्ने खेतबारीको माटो परीक्षण गराएर सोको नतिजाको आधारमा मल खाद प्रयोग गर्नु उपयुक्त हुन्छ। माटो परीक्षण नगराएको भए तापनि साधारणतया राम्रो उत्पादन लिनको लागि कम्पोस्ट तथा रासायनिक मल सन्तुलित मात्रामा ठिक तरिकाले प्रयोग गर्नु राम्रो मानिन्छ। मल खाद प्रयोग गर्दा राम्ररी कुहिएको कम्पोस्ट वा गोठे मल 20 मेट्रिक टन प्रति हेक्टरको दरले जमिन तयारी गर्ने बेलामा माटोमा राम्ररी मिसिने गरी प्रयोग गर्नुपर्दछ। कम्पोस्ट मललाई बारीमा फिजाइ खुल्ला रूपमा छाड्नु हुँदैन। यसो गरेमा मलको पोषक तत्त्व उडेर खेर जान्छ। आलु बालीका लागि रासायनिक मल प्रयोग गर्दा सामान्यतया DAP 217.4 किलोग्राम, युरिया 132.3 किलोग्राम र म्युरेट अफ पोटास 100 किलोग्राम प्रति हेक्टरको दरले प्रयोग गर्नु पर्ने हुन्छ। मल खाद प्रयोग गर्दा प्राङ्गारिक मल तथा रासायनिक मल दुवै आलु लगाउने लाइनमा राख्दा अझै उपयुक्त हुन्छ। लाइनमा मल राखी आलु लगाउँदा रोप्नको लागि तयार पारिएको कुलेसोमा सबैभन्दा पहिले रासायनिक मल, तलबाट त्यसभन्दा माथि कम्पोस्ट, गोबर मल हाली त्यसभन्दा माथि आलु रोप्नु पर्दछ। रासायनिक मल खादहरू प्रयोग गर्दा DAP को पुरै मात्रा र युरिया एवं पोटासको 3 भागको 1 भाग वा जम्मा परिमाणको आधा भाग बिउ रोप्ने बेलामा र बाँकी रहेको मललाई 2 भागमा बराबर भाग लगाएर 1 भाग आलु रोपेको 30 दिनपछि र दोस्रो भाग 55 दिनपछि
टप ड्रेसिङको रूपमा प्रयोग गर्नु उपयुक्त हुन्छ। माटो परीक्षणको नतिजाको आधारमा एवं सिफारिस मात्रामा रासायनिक मल र कम्पोस्ट मल प्रयोग गर्दा माटोको गुणस्तर बिग्रन पाउँदैन र उत्पादन पनि बढी पाउन सकिन्छ। आदरणीय दर्शकहरू, यहाँ अब आलु खेती गर्दा गरिनुपर्ने अन्य व्यवस्थापनका पक्षहरूको बारेमा छलफल गर्दछौँ। आलु खेती गर्दा आवश्यक पर्ने अन्य व्यवस्थापनका पक्षहरू। आलु खेती गर्दा झारपात व्यवस्थापनका साथै अन्य व्यवस्थापनका कार्यहरू पनि गर्नुपर्ने हुन्छ। अन्य व्यवस्थापन अन्तर्गत बाली चक्र अपनाउने कुरा पनि महत्त्वपूर्ण हुन्छ। बाली चक्र अन्तर्गत लगातार वा निरन्तर एउटै बाली वर्षेनी अपनाउँदा माटोमा भएका पोषक तत्त्वहरू रित्तिँदै जान्छन् र माटोको उर्वरा शक्ति वा मलिलोपना घट्दै जान्छ। त्यसरी नै वर्षेनी एकै प्रकारको बाली चक्र अपनाउँदा त्यस खेतमा रोग, किरा तथा झारको प्रकोप बढ्दै जान्छ र आलुको उत्पादनमा प्रतिकूल असर पर्छ। त्यसैले बाली चक्रमा घुम्ती बाली अपनाउनु उपयुक्त हुन्छ। आलु खेती गरिने जग्गामा खाद्यान्न तथा दलहन बाली लगाएर बाली चक्र अपनाएमा उत्पादन राम्रो हुन आउँछ। यसै गरी आलु बालीमा 3 देखि 4 पटकसम्म माटोको उकेरा दिनुपर्छ। यसले बिरुवालाई ढल्न नदिने, आलुको विकासका लागि प्रशस्त खुकुलो ठाउँ दिने तथा आलुको दानामा माटोबाट बाहिर निस्कनबाट जोगाउँछ। समय समयमा उकेरा दिनाले झारपातको प्रकोप कम हुनुको साथै आलुमा सिँचाइ तथा मलखाद दिन समेत सजिलो हुन्छ। उकेरा दिँदा 2 ड्याङ बीचको माटोलाई यहाँ देखाए जस्तै गरी आलुको बोटलाई चोटपटक नलाग्ने गरी जरा वरिपरि चढाउनु पर्दछ। आलु बालीमा तेस्रो व्यवस्थापनको महत्त्वपूर्ण पक्ष भनेको आलु खन्नुभन्दा अगाडि जमिन माथिको बोट हटाउनु हो। यसलाई हाम पुलिङ पनि भनिन्छ। आलु खन्नुभन्दा 7 देखि 21 दिन अगाडि माटोको सतह नजिक काटेर वा हातले उखेलेर माटोभन्दा माथिको बोटको भाग हटाउनु नै हाल पुलिङ हो। यसो गर्दा यहाँ देखाए जस्तै मूल बिरुवाको दुवैतिर खुट्टा राखी दानाहरू माटोभित्रै रहने गरी बिरुवा दुवै हातले तानेर उखेल्नु पर्दछ। बिउ आलु उत्पादन गर्दा अनिवार्य रूपमा हाल पुलिङ गर्नुपर्दछ। यसो गर्नाले आलुको दाना रोगमुक्त राख्न सहयोग पुग्दछ भने दानाको बुक्रा पनि बाक्लो हुन जान्छ। यसका साथै कृषकले निम्न कुराहरूमा थप ध्यान दिन सके आलु उत्पादन व्यवसायलाई सफल बनाउन सकिन्छ। आफ्नो क्षेत्रका लागि सिफारिस जात छनौट गर्ने, सधैँ गुणस्तरीय बिउको प्रयोग गर्ने, आफ्नै बारीकै बिउ प्रयोग गर्दै हुनुहुन्छ भने रोग नलागेको र मिसावट नभएको बिउ छनौट गर्नुहोस्। आलु रोप्नुभन्दा अगाडि ढुसीनाशक तथा कीरानाशक विषादीले बिउ उपचार गर्नुहोस्। बालीका अवशेषहरूलाई सुरक्षित व्यवस्थापन गर्ने, यसका लागि अवशेषहरूलाई कुहाएर कम्पोस्ट मलको रूपमा प्रयोग गर्न सकिन्छ। खाद्यान्न बालीसँग बाली चक्र प्रयोगबाट माटोको उर्वरा शक्ति कायम राख्न सकिने हुनाले बाली चक्रमा मकै बालीहरूको प्रवेश गराएर माटोको स्वस्थता कायम गरी उत्पादन बढाउन सकिन्छ। कृषकहरू, यस कक्षामा हामीले आलु खेतीको लागि सिँचाइ, खाद्य तत्त्व तथा अन्य व्यवस्थापनको बारेमा छलफल गर्यौं। माथि उल्लेखित प्रविधिहरूमा ध्यान पुर्याउन सकेमा आलु बालीको खेती सफलतापूर्वक गर्न सकिन्छ। यस कक्षाको सन्दर्भमा यहाँहरूलाई कुनै जिज्ञासा वा प्रश्न भएमा हामीलाई प्रणालीको कमेन्ट सेक्सनमा गएर राख्न सक्नुहुनेछ। यहाँहरूका सुझावले हामीलाई यी पाठ्य सामग्री परिमार्जन र थप गुणस्तरीय बनाउन सहयोग पुग्नेछ। धन्यवाद। नमस्कार।